पहाडको काखमा बसेको एउटा सानो गाउँ थियो, शान्त, सुन्दर र आत्मीय। त्यही गाउँको छेउमा एउटा पुरानो घरमा आमा र उनका एकमात्र छोरा अशोक बस्थे। बुबा बितेपछि अशोक नै आमाको सहारा बनेको थियो। अशोक बाल्यकालदेखि नै मेहनती, सोझो र मिजासिलो थियो, तर घरको अवस्था कमजोर भएकाले उसले पढाइ छोडेर शहरतिर काम खोज्नुपर्ने भयो। आमा भन्थिन्, छोरा, तैँले पढ्न पाए भविष्य फराकिलो हुन्थ्यो। आमाको हाँसो नै मेरो भविष्य हो नानी आमा। शहरमा उसले दिनरात मेहनत गर्थ्यो। आमासँग फोनमा कुरा गर्न नपाए पनि हरेक महिनाको तलबबाट केही रकम बचाएर गाउँ पठाइदिन्थ्यो। आमाले छोराको नाम सुन्नासाथ आँखाभरि उज्यालो ल्याइदिने गर्व र माया मिसिएको मुस्कान ल्याउँथिन्। एक दिन ताका आमा छिमेकीले खबर शहरमा पठाए। खबर सुनेपछि अशोक हातको काम छाडेर रातभरि यात्रा गर्दै गाउँ फर्कियो। घर पुग्दा आमाको ओछान छेउमा बसेर उसले भन्थ्यो, आमा, म आइपुगे, अब तपाईलाई केही हुँदैन। आमाले उसको हात समाउँदै भनिन्, छोरा, तेरो माया पाइरहँदा मलाई केही हुँदैन। तैले हात समाइदिँदा तिनै देवता झरेझे हुन्छ। अशोकले आमालाई उपचार गराउन सहर लगे। अस्पतालमा केही दिनपछि आमा निको भइन्। आमाको हात समाएर अशोक भन्थ्यो, आमा, अब तिम्रो हेरचाह म आफूले गर्नेछु। वर्षौं तिमीले